हेलो एभ्रिवान, नमस्ते अनि वेलकम छ मेरो भिडियोमा। आजको हाम्रो यात्रा चाहिँ धरान टु चितवनसम्मको है। अनि हामीले चाहिँ बिहानै उठेर सबैजनालाई बिदा मागिवरी जाँदैछौँ। अनि यहाँ चाहिँ हाम्रो भान्जा निन्द्रामै उठ्नु भएको थियो है। उहाँलाई चाहिँ एकछिन खेलायौँ अनि उहाँ चाहिँ हामीलाई जाँदैछौँ भनेर थाहा पाएर एकदमै रुनुभयो है। अनि दिदीले चाहिँ उता लिएर जानुभयो। यहाँ चाहिँ हेर्नु न, यो चाहिँ मर्निङको भ्यू एकदमै रमाइलो देखिएको थियो है। अनि चारैतिर हरियाली है, डाँडा काँडा मनै आनन्द हुने गरी। अनि हामीले चाहिँ खानासाना सबै खाएर एकदमै गर्मी भएर यहाँ चाहिँ नरिवल पानीहरू चाहिँ बच्चाहरूलाई खुवायौँ। ल फाइनली हामी चाहिँ चितवन पनि आइसक्यौँ है। अनि हामीले चाहिँ अनलाइनबाटै बुकिङ गरेको थियौँ नि त। सो यो रिजोर्टको नाम चाहिँ रहेछ मदरल्यान्ड है। एकदमै राम्रो थियो, हामीलाई चाहिँ एकदमै मन पर्यो है। सबै कुराको सुविधा भएको है। मेरो श्रीमानले चाहिँ कफी खाँदै हुनुहुन्छ है। अनि हामीलाई पनि पिरो अमिलो टक्कै खानु मन लागेर हामीले चाहिँ चटपट र पानीपुरी मगायौँ। अनि ट्राभल गरेर चाहिँ ज्यान खुसी भइरहेको थियो है। दुध पनि मिठो भएको थिएन, नभन्दै पानीपुरी र चटपट खाएको त एकदमै फ्रेस भइहाल्यो हामीहरू है। अनि फटाफट खाएर चाहिँ अब हामी चाहिँ रेडी पनि भइसक्यौँ। अब चाहिँ हामी जाँदैछौँ सौरातिर है। नाइटको भ्यू एकदमै राम्रो थियो। अनि हामीले चाहिँ यो गैडा भवनमा चाहिँ बसेर फोटोहरू खिच्यौँ। हामी चाहिँ सौरा आएको फर्स्टचोटि नै हो नि त। अनि हामीलाई चाहिँ एकदमै रमाइलो लाग्यो है। अनि हामीले चाहिँ घोडा पनि चढ्यौँ, एकदमै रमाइलो हुँदो रहेछ है घोडा चढ्दाखेरि चाहिँ। हामीलाई चाहिँ एक राउन्ड घुमाएर फेरि त्यही ठाउँमा ल्याइदिनु भयो है। अनि चितवन चाहिँ त्यसै पनि गर्मी ठाउँ हो नि त। अनि हामीलाई चाहिँ पुरा गर्मी भइरहेको थियो। घोडा चढ्दाखेरि चाहिँ सरर हावा आएको अनि भ्यू हेर्दै हिँड्दाखेरि साँच्ची नै एकदमै रमाइलो भएको है। अनि हामी चाहिँ आयौँ कल्चरल डान्सतिर। यता मेरो श्रीमानले चाहिँ यसरी नाच्छन् भनेर देखाउँदै हुनुहुन्थ्यो है। अनि अब हामी चाहिँ सबैजना भेला भइसक्यौँ। अनि यहाँ चाहिँ राष्ट्रिय गीत चलिरहेको छ है। सबैजना डिसिप्लिन भएर चाहिँ गीतहरू गाएर बसिराख्नु भएको छ है। यहाँ सानो सानो बाबुहरू पनि, हाम्रो बाबुहरू पनि पुरै डिसिप्लिन भएर छातीमा हात लाएर चाहिँ गीत गाउँदै हुनुहुन्छ। उहाँहरूले चाहिँ आफ्नो कल्चरल ड्रेसहरू लाएर अनि आफ्नो कल्चरल गीतहरू गाउँदै नाच्नु हुँदो रहेछ। हामी सबैजनालाई चाहिँ एकदमै मन पर्यो। मलाई चाहिँ विशेष गरी यो मयुरको डान्स चाहिँ झन् एकदमै राम्रो लाग्यो है। मैले चाहिँ थुप्रै भिडियोहरू बनाएर राखेको थिएँ, सबै हाल्नु चाहिँ अलिक सम्भव भएन। अनि क्लिप हालेको छु। अनि सबैजनाले चाहिँ स्टेजमा नाच्नुहोस् भनेर